सुपा देउराली मन्दिरको स्थापना कसरी भयो यो जान्नुभन्दा पहिला यस भिडियोलाई लाइक गर्नुस्, च्यानललाई सब्स्क्राइब गर्नुस्। तपाई सबै घर परिवारको सुपा देउराली माताले रक्षा गर्नुहुनेछ। यस सुपा देउराली मन्दिर यो कहिले भयो कसैलाई पनि थाहा छैन। परापूर्व कालमा एकजना मानिसले, हे सुपा देउराली माता, म लाहुरे बनूं? यदि म लाहुरे बने भने, यदि मैले पैसा कमाए भने म तपाईलाई कालो बोको र सुनको सिखरी चढाउँछु भनेछन्। उनी लाहुरे पनि बने, उनको मनोकामना पनि पूरा भयो, पैसा पनि कमाए। जब उनी घर फर्किए उनको मनमा अहमता आयो, मैले सुपा देउराली मातालाई सुनको सिखरी त के त्यो बाटो फर्केर पनि हिँड्दैन। जब त्यो कुरा सुपा देउराली मातालाई थाहा भयो, त्यसपछि लाहुरे घर हिँड्दै गर्दा सुपा देउराली माताले बीच बाटोमै लाहुरे र लाहुरेको बाकस सहित उडाएर सुपा देउराली नजिकै रहेको विशाल पहाडमा टाँसिदिनु भयो अनि त्यो लाहुरे त्यही विलीन भयो। आदरणीय दर्शक महानुभावहरू, आज हामीले यस भिडियोमा सुपा देउराली माताको उत्पत्ति कसरी भयो र लाहुरे टाँसिनुको रहस्य के हो भनेर तपाईहरूलाई जानकारी दिनेछौँ।